मान्छेको कम्प्लेन हुन्छ मेरो पत्नी राम्री छैन भने राम्री तपाईले बनाउनु पर्यो। मेरो पत्नीलाई बोल्नै आउँदैन सिकाउनु पर्यो तपाईले। मेरो पत्नी मुख लाग्छ तपाईलाई म एउटा कुरा भन्दिम त्यही पतिको पत्नी मुख लाग्छ जुन पति मा किचकिची हुन्छ। साँच्चै भनेको नभए कसैको पनि छोरी आफ्नो घर छोडेर आएर अर्को घरमा एडजस्ट हुँदाखेरि नि उसले मुख लाग्ने हिम्मत गरिहाल्दैन। आफ्नो बाउ आमा छोडेर आएको हुन्छ, रिक्समा आएको हुन्छ, बाई फेद आएको हुन्छ, के हो नि थाहै छैन भोलि के हो अर्काको घरमा आएको हुन्छ। अनि प्राय पतिको कम्प्लेन हुन्छ क्या मेरो पति लास मुख लाग्छ। मैले सबैको भनेको होइन, तर यदि तपाईँको पत्नी वाइफ श्रीमती बुढी तपाईँ जे पनि भन्नुहोस् तपाईँसँग लास मुख लाग्छ तपाईँ वाक्कै हुनुभएको छ भने तपाईँलाई म एउटा प्रश्न सोध्छु के तपाईँ कसको धेरै त गर्नु हुँदैन? मान्छे हो मान्छे कच 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 गऱ्यो भने झर्को लाग्छ क्या। सुन्नुहोस् तपाईँको कच कच गर्ने बानी छ भने नि तपाईँलाई केही हुँदैन, तर जसलाई तपाईँले कच कच गर्नुहुन्छ नि उसलाई मर्नु भएको हुन्छ। त्यही सुन्नुहोस् पति देवहरू तपाईँ यदि पति हो भने कसैको नि पत्नीलाई माया गर्नुहोस्।